हामी 2026 मा बाँचिरहेको छौँ। हाम्रो हातमा एआई छ, स्क्रिनमा कन्स्ट्यान्ट नोटिफिकेसन छ र दिमागमा सधैँ प्रोडक्टिभिटीको टेन्सन। तर के हामी खुसी छौँ? साँच्चै भन्नुपर्दा हामी झन् धेरै स्ट्रेस भइरहेछौँ। के हुन्छ यदि मैले भने कि जापानको एउटा सानो गाउँ ओकिनावामा मान्छेहरूले एउटा यस्तो रहस्यमय खोजेका छन् जसले उनीहरूलाई दुनियाँकै सबैभन्दा लामो र खुसी जीवन दिन्छ। आजको भिडियोमा हामी इकिगाई किताबको बारेमा कुरा गर्दैछौँ, तर पुरानो स्टाइलमा होइन, 2026 को यो डिजिटल क्याओसमा कसरी बाँच्ने त्यो सिक्नेछौँ। धेरै मान्छेले इकिगाईलाई ड्रिम जब खोज्ने तरिका भनेर सोच्नुहुन्छ, तर त्यो गलत हो। इकिगाईको मतलब केही ठुलो अचिभमेन्ट होइन, यो त त्यो सानो कुरा हो जसले तपाईँलाई हरेक बिहान बेडबाट उठ्न प्रोत्साहन दिन्छ। आजकल हामी सबै कुरामा एफिसियन्सी खोज्छौँ। च्याट जिपिटीले मेरो काम छिटो गर्यो, मैले धेरै पैसा कमाएँ। तपाईँलाई लाग्ला तपाईँ सफल हुनुभयो, तर के तपाईँ सेटिस्फाइड हुनुहुन्छ? ओकिनावाका मान्छेहरू इफिसियन्सी भन्दा फ्लो र कनेक्सनलाई महत्त्व दिन्छन्। उनीहरू मल्टिटास्किङ गर्दैनन्, उनीहरू मोनोटास्किङ गर्दैनन्, उनीहरू त केवल आफ्नो काममा डुब्छन्। त्यो हो इकिगाईको असली मतलब। त्यसो भए यो एआई ड्रिभन दुनियाँमा इकिगाई कसरी पाउने? 3वटा कुरा याद राख्नुहोस्। पहिलो, मोआई। ओकिनावाका मान्छेहरू आफ्नो सानो कम्युनिटीमा भेला हुन्छन्। डिजिटल दुनियाँमा हामी कनेक्सन खोज्छौँ, तर त्यो भर्चुअल हो। तपाईँको 5 जना यस्तो साथी खोज्नुहोस् जसले तपाईँको पर्पोजलाई सपोर्ट गर्छ। दोस्रो, इचिगो इचिए। यसको मतलब यो क्षण, यो समय फेरि आउँदैन। जब तपाईँ फोन स्क्रोल गर्न थाल्नुहुन्छ, त्यो इचिगो इचिएको अपराध हो। आफ्नो समयलाई फेरि लिन सिक्नुहोस्। तेस्रो हो लो स्ट्रेस मुभमेन्ट। जिम जान नपरोस् तर दिनभरि मुभ गर्नुहोस्। नेचुरल मुभमेन्ट, जहिले नि स्क्रिन हेर्ने मात्र नगर्नुहोस्। अब म तपाईँलाई एउटा च्यालेन्ज दिन्छु। आउने 7 दिनको लागि आफ्नो फोनको ग्रे स्केल मोड अन गर्नुहोस् र दिनको 2 घन्टा डिजिटल साइलेन्स पालना गर्नुहोस्। त्यो 2 घन्टामा तपाईँले केही नयाँ कुरा गर्ने होइन, केवल आफ्नो इकिगाई म्याप गर्नुहोस्। त्यो भेन डायग्राम, वाट यु लभ, वाट यु आर गुड एट, वाट द ओल्ड निड्स एन्ड वाट यु क्यान गेट पेड फर। त्यो डायग्रामको बिचमा तपाईँको इकिगाई लुकेको छ। पुरानो किताबको यो नयाँ तरिका ट्राई गर्न तपाईँ रेडी हुनुहुन्छ? इकिगाईको बारेमा तपाईँको विचार के छ? के तपाईँलाई लाग्छ यो डिजिटल एरामा पर्पोज खोज्नु गाह्रो छ? तल कमेन्ट गर्नुहोस्। यदि तपाईँलाई मेरो यो एक्सन ओरिएन्टेड समरी मन पर्यो भने सब्सक्राइब गर्नुहोस्, किनकि हामी यस्तै प्र्याक्टिकल विस्डमले तपाईँको लाइफ सिम्प्लिफाई गर्दैछौँ। हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ। त्यस बेलासम्म आफ्नो इकिगाई खोज्दै गर्नुहोस्। सी यु इन द नेक्स्ट भिडियो।